हिजो आज 125cc को बाइकहरू निकै प्रिमियम भएर आउन थालेको छ र पल्सरको N125 अन्डर 3 लाख्समा आउने बाइक्सहरू मध्ये एकदमै भ्याल्यु फर मनी लाग्यो मलाई। मोडर्न र फङ्की डिजाइनको साथै युजफुल कलर अप्सन्सहरू छ यो बाइकको, जसले गर्दा मार्केटको अरू बाइक्सहरूको अगाडि यो ठ्याक्कै स्ट्यान्ड आउट गर्छ। 125cc को बाइक भए पनि 12 PS को पावर र 11 न्युटन मिटरको टोर्क जेनेरेट गर्छ यो बाइकले, जुन चाहिँ यो प्राइस क्याटेगोरीको फास्टेस्ट 125cc बाइक हो र टप स्पिड पनि निकै इम्प्रेसिभ छ। मैले एक्सपेक्ट नै नगरेको कुरा चाहिँ यो बाइकको सफ्ट सस्पेन्सन सेटअप र 198mm को ग्राउन्ड क्लियरेन्सले गर्दाखेरि चाहिँ अफरोड बाटोहरूमा पनि कम्फर्टेबल राइडिङ एक्सपिरियन्स पाइन्छ, जुन चाहिँ एउटा कम्युटर बाइकको लागि धेरै राम्रो कुरा हो। N125 को इन्जिन पनि रिफाइन्ड छ र हायर आरपीएममा पनि भाइब्रेसन्स खासै फिल हुँदैन। क्लच पनि एकदमै लाइट छ। शहरको बिजी ट्राफिकमा गियर्स पनि धेरै शिफ्ट गर्नु पर्दैन। मज्जाको ट्र्याक्टेबल इन्जिन छ यो बाइकको, जुन चाहिँ सिटी युजको लागि बेस्ट लाग्यो मलाई। प्रिमियम 125cc बाइक किन्छु भन्नेहरूलाई पल्सरको N125 चाहिँ एउटा राम्रो अप्सन हो। सो एकचोटि चाहिँ यो बाइक टेस्ट राइड गरिहेर्नु। र यो बाइकको बारे तपाईँलाई अझै मजाले बुझ्नु मन छ भने मेरो युट्युब च्यानलमा मैले एउटा डिटेल भिडियो बनाएको छु यसको लाइक्स र डिसलाइक्सहरूको बारे। सो यु शुड डेफिनेटली चेक दैट आउट।